पढाइ छैन मेरो बा मरिगे आमाले पढाउन सकिन दाइहरु दुध छोप्दैन ए राजको जन्तरको लागि दियो मेरो मेरो जन्तरको लागि मेरो हामीले किन्छन् रे ए मेरो जन्तरको लागि दियो थिलो अरे जन्तरको लागि दियो क्या ल जाऊ सम्झाउनु म त्यसलाई ल ढोकरिस आउने बित्तिकै ढोका राख्यो बाबु पढे है ढिगरालामा के त्यसमा नि केटी राखिराख्नु केटी वचन मेमोरी हुन्छ देश मैले के गर्नु केटी वचन लाग्यो यार मैले के गर्नु मलाई सम्झिराख बजेर भने सम्झि मरे पनि सम्झि ल मरे पनि बजेर यति भन्थे भने बडो केटी देखेर फरक भन्थे यो औषधि खानु हैन खाएन लुगा राख्नु रे लुगा राखेर पानी यहाँ फुट्या गिलासमा दिनमा छ नो पानी ल्याउँदिन न बाबु ए हजुर केटी देख्यो भने पढो केटी देखेर यता भागे है सिधै यस्तो हेर्दा नि हेर्दा नहेरे अनि केटाहरूलाई सार्न अरे उठ्यो ए केटाहरूलाई सार्न अरे है किन नगर्ने भनेर सोध्न कि मुवाले सिकाउनुहुन्छ अनि के भन्नुहुन्छ यार त्यो त तपाई सबैले भन्ला बा न मुवालाई भन्नु त्यही पनि मुवा एउटा बिमारी भएको मान्छेले नि किन भन्नुभयो हेर केटीहरू त बढ्यो भने मान्छे बिग्रिन्छ है तँलाई राम्रो छ है तँलाई बिग्रेर बिगाडिदिन्छन् है खतरी है त पार्वती छोरो नि चिन्नु भएन होला है जेठो होइन जेठो बान्दार नै हाल्छ सानो हामी हुन्थ्यो त बान्दाहरू थियो त्यही हो तेरो बानी सबले आइ बिग्रियो कस्तो त्यति हुन्छ कि क्या हुन्नमा पहिला हुन्थ्यो अब ए रोयो भने केटी भाग्ने केटी हेर पहिला हुन्थ्यो बान्दार आउँदै ए जति केटी छान्छन् त्यो केटी पनि नमाने पढाइ केटीहरू नपढाइ है नपढाइ मै जति हुन्छन् नपढाइ मै जति हुन्छन् र त पढाइ भएपछि मै जति पनि पढ्छन् एक कखरा हाल्छन् लेख्छन् अहिले यसो यसो लेख्छु पछि यसो लेख्छु है नपढाइ नबिहारे है अनि फेरि ल जाउँ झ्याट्टै बिहा नगऱ्यो है भात खाएन त्यसलाई भात खानु के बढ्छ मलाई